त्योभन्दा पहिला आजको दिनको स्टार्टिङ चाहिँ म ब्युटिफुल फ्लावरसँग गर्दै थिएँ, जो कि फ्रिजमा राखेको चाहिँ एकदमै अट्र्याक्टिभ थियो। अनि आज हाम्रो चाहिँ गाउँ मान्छेको घरमा बाख्राले 2टा जौले बच्चा दियो। अनि त्यसमा बिल्कुल सेम क्युट डिफ्रेन्स भनेको टाउका मात्र थियो। अनि माइतीले चाहिँ कन्फर्म गर्दै हुनुहुन्थ्यो पाठा हो कि पाठी भनेर। लक्किली एउटा पाठा र पाठी जन्मियो, जो एकदमै क्युट थियो। अनि मेरो बहिनीलाई रोपे गर्न जाँदा यस्तो हिलोमा यति रमाइलो गरेको छ नि। हेरेर मेरो भाइ बहिनीको चटक, एउटा सामाको छोरो हो, एउटा चाहिँ यो मामाको छोरो हो, जस धेरै रमाइलो भइरहेको थियो रोपे गर्ने बेला। अनि हामी माइजू बहिनी रोपे गऱ्यौँ, हाँस्दै रमाउँदै गाउँदै टिकटक बनाउँदै है। अनि म र मेरो बहिनी चाहिँ रोपे गरेपछि फेरि खोलामा गयौँ पौडी खेल्न, नुहाउनु। अनि बहिनीसँग राम्रो टाइम स्पेन्ड भइरहेको थियो, यति मजा आइरहेको थियो। अब ल हेर्नु, म चाहिँ साडी लगाएर रेडी भएँ। गाइज हेर्नुहोस् न, हेर्नु न, रियल क्यामेरामा यसो हेर्दा त अनुहार कति कालो देखेको। अब जानी नजानी यसो साडी लगाएर पनि म आफ्नै आफूलाई यस्तो राम्री मानेको कि ओहो नि गाइज। पछाडि निलो साडीमा मेरो माइजू हुनुहुन्छ, येल्लो साडीमा मेरो क्युट प्यारी बहिनी छिन्। हामी पोज बनाउँदैछौँ। मैले कस्तो पोज बनाउने भनेको, अनि बहिनी हेर्नु न टल्ल परेर हेरिरहेको, अनि पोज बनाएको। यी मेरो राइली माइजूले क्यामेरा लिएर आउनु भएको छ ब्लग र टिकटक बनाउनको लागि। अनि हामी फेरि यसो हेर्नु न, अब के भन्ने। अब हामी टिकटक बनायौँ है। यो टिकटक चाहिँ कुन गीतमा हो के हो भन्ने चाहिँ म तपाईँलाई पछि पोस्ट गर्छु। तर यो टिकटकमा हामी यसै जानी नजानी तिजको रमाइलो गरेको, जो कि पछि म पोस्ट गर्नेछु। अनि हेर्नु, लास्टमा माइजू र म फेरि यसो तिज आएपछि हामी भेट हुम्ला नहुम्ला, तर तिजको लागि हामीले अहिले चाहिँ एडभान्समा आपसमा सेलिब्रेसन गरौँ, अनि पछि हालौँला पोस्ट गरौँला भन्नुहुन्थ्यो है।